भित्र बसेर खाएपछि कसैले देख्दैन यत्रो फेरि के रवि ननाच है ननाच बाइक तान 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 हेलो गाइज गुड मर्निङ गाइज सबैजनालाई गुड मर्निङ छ है बिहान बिहान हामी कहाँतिर छौँ हिजा यो चाहिँ आरुघाट बजारको बगैँचा है वाउ क्या दामी फुल यार ट्याक्क यो चाहिँ सबै आँपको बोट हो क्या आँपको सिजनमा यहाँ फ्रीमा आँप खानु पाइन्छ क्या यत्रो ढुङ्गा लिने पक्का पक्का झराउने खाने उतातिर आज म सानो काम सकाएर जान्छु अब लगभग म 11 बजीतिर यहाँबाट निस्किन्छ होला यहाँनिर त फुलै फुल छ यस्तो राम्रो राम्रो फुल छ घरमा सजाउने भनेको यस्तै हो क्या मलाई अरू भन्दा नि यो फुल भन्ने बित्तिकै मलाई यो इलाम पाँच थार अनि त्यसपछि ताप्लेजुङ त्यहाँतिरको याद आयो कि त्यहाँतिर चाहिँ कस्तो छ भने यो जति धेरै घर बनाएको नि त्यति नै घरमा चाहिँ सबै फुलै फुल हुन्छ क्या फुलै फुलले घेरेको हुन्छ क्या सब एरियामा वरिपरि सब ठाउँमा फुल राखिदिएको हुन्छ क्या ए अहिले हेर्नु त यहाँनिर राखेको छ यहाँतिर नि फुल छ यहाँतिर नि फुल छ ओके गाइज म अब खानसाना खाएर काम सकाउँछु त्यसपछि आगे जाएगा हम ब्लग ल लगभग मेरो काम नि सक्यो अब म माथि मेरो काम नि सकिसक्यो अब म चाहिँ अब गाउँतिर लागेँ अब काम भएको यति हो अब पेट्रोल सेट्रोल हालौँ न त के छ र फेरि राजाले फेरि पेट्रोल खाइहाल्छ टन्नै खासै त्यस्तो मतलब छैन हौ पेट्रोल खान्छ अरे यसले यहाँतिर पनि पुरा पिच बनाइदिएछ त कहाँतिर छ भन्दै थियो यार यहाँ अङ्कल उत्तम अङ्कल कहाँतिर छ भन्दै थियो कमल काट्नु पऱ्यो क्या कमल काट्नु पऱ्यो क्या के छ कति बज्यो छुट्टी 7:30 गाउँ नजाने गाउँ नजाने घर हेर्दैछ के कमल काटौँ न ए तपाईँ डेकोरेसन त बबाल बनाउनु भएछ त्यहाँ कमल काट्ने काट्नु पर्ने भयो थोरै तलका ल कपालले काट्नु भ्याइसक्यो अब लाग्यो है म त गाउँतिर अब तपाईँ नि कति अर्थ हालिदिनु न तेल हाल्नु लाग्यो तेल छैन अनि लास्टै खानु रहेछ
आमा तेल्लो ढुट्टो न त्यो मिटर बिग्रेको के ए ऊ देखाएको बिग्रेको फुल ट्याङ्क गर्थ्यो अरे गाउँसम्म नपुग्ने जस्तो रहेछ त्यस्तो कति लिटर खाली 5 लिटर नि पुरो छैन क्या 5 लिटर त पुरो हुन्छ होइन कति छ लिटरको यहाँ चाहिँ 230 हजुर 230 बढी आज फेरि कि यहाँ आउँदाखेरि चाहिँ त्यति पर्न गएको यहाँ आउँदाखेरि यो 5 लिटरको भाडा होइन भने 5 लिटरको भाडा हो अनि भाडा अनुसार फुल कहाँ आउँछ त अनि बिचोक रहेछ त्यसो यहाँ पैसा नि बढी तेल नि कम रहेछ त्यो 5 लिटरको भाडा हुन्छ त्यसमा भर्ने हो के त्यो 5 लिटर भाडा हो हे भगवान् के गर्नु बाइकले पानी खाए जस्तो खान्छ ल हाल यसलाई नि घटघट खान दिउँ टन्न खा तेरै छ जिन्दगी ल 9 लिटर गयो दिदी पछाडि खस्यो मैले साथी नै भेट्यो ल म गएर ल गाइस हामी अब 8 घरबाट निस्केँ अब बिस्तारै अब सायद 2 घन्टा 3 घन्टा 2 घन्टै लाग्छ होला 2 घन्टा जति लाग्छ होला अब हामी 2 घन्टा पछि चाहिँ आफ्नो गाउँतिर पुगिन्छ है हजुर किन रोडको हालत यस्तो रहेछ साथी हो पर्खेर बसिरहेको छ ल जाऊँ के छैन के आइरा छैन जाऊँ के भनेको हडा रेस खेल्ने हो र बहिनीलाई रेस चाहिएको हो र तिमीलाई रेस चाहिएको हो र ओहो हट अझैसम्म बाटो बन्न सक्यो होइन यार कहिले हुन्छ हो पिच्ने त्यो गण्डकीतिर गएर झ्याम हाम्फाले पौडी खेल्न जाउँ यार कहाँबाट चिनेको हो खै मलाई थाहा छैन हाई रोड आर्खेत बजार आइपुग्यो हो ए यहाँ नि पुल बनाइसकेछ त आर्खेत खोला पुल माथिबाट जाउँ क्या यहाँ माथिबाट गयो नि बाटो रहेछ त
माथिबाट चौर जस्तो देखेको ठाउँबाट क्या एउटै गाउँ होइन न सँगै परेको ऊ कटुन्चेको हो हाई हाई ओहो तपाईँ छैन नि यो ढुङ्गे पुल पो छ यहाँ त यहाँ बनाएछ म आउँदाखेरि नि झुलुङ्गे नै थियो एउटा डोजर चाहिँ यहाँ खोलाभित्र पल्टिरहेको देखाएको थिएँ है यहाँबाट रोड राम्रो छ क्या लमजुङ हो के हो रोड त अझैसम्म बने छैन त यहाँतिर त रोड त अझैसम्म बने छैन त यतातिर त यिनीहरू डुबाउनुहुन्छ खै कहाँ अर्कैसम्म हो कि कहाँ हो यार के यता त हुन्न होला यता यता त हुन्न होला सायद सोधी बुढी गण्डकी नदी पुल सोधी बजार आए सोधी बजार अरे ए भाई मार मुझे ऐसा नहीं होगा मलाई एउटा गर्लफ्रेन्डले धोका दियो भने म हाम फालेर मर्दिन्थेँ होला होइन होला हौ यहाँ हाम फाल्यो भने मलाई उता बोकेर लान्छ होला यार म पातलो मान्छे एकैछिनमा बग्छ केराको भाउ बढ्यो नि तिमीलाई थाहा छ कि थाहा छैन फेरि टप्प टिपेर लग्दैन नि फेरि सोती माछे खोला भनेपछि यो गोर्खाबाट आएको गाडी रहेछ यार गोर्खाबाट आइछे कसरी जाने हो यार अब पानी पऱ्यो उकालो बाटो हेरौँ कतिको भिजाउँछ अब तनाव छ ए बाटोको होला त्यस्तो छ गाउँघरतिर जाने गाह्रो छ हाई बाटो दामी दामी चढ्यो चढ्यो
Good. Good. चढ्छ बाइक त पछाडि टायर घुम्छ त हाई भेट कहिले हुन्छ र थातिङ्ग जुडी ठिक छ गाइज ठिक छ गाइज अहिलेमा झन् ठिक्क भएछ यहाँ धुलो नि नउठ्ने के ब्यागले त उकालो ओह्रालो खोज्छ त यार हाई यतिको चाहिँ हुनु पर्यो क्या हाई यहाँबाट हामी फाल्यो भने पुग्छ स्वर्ग नर्कतिर सोह्र के भन्छ चढ्छ मजाले चढ्छ यतिको बाटो नचढे के बाइक हो र रोड त बनाएछ अब राम्रै ठ्याट हिलो फाल्दो रहेछ मेरो गलबन्दी झर्ला हेर्नु चिप्लो हुने रहेछ नहल्लिकन बस्छ बाइक अनकन्ट्रोल भयो भने फेरि लडिदिन्छ हाई ओके गाइज यति त चढ्छ के चढ्छ पछाडिको पाङ्ग्रामा दामी घुम्छ त रोडको हालत यस्तो रहेछ तर राम्रै हो यतिको त नराम्रो भन्दिनँ म बाइक त नाच्छ त बाइक त पछाडि नाच्छ त चिटिप गरेर के हो
वो गलत बाटोबाट आयो क्या ननाच है ननाच बाइक तान 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 बैठ मालूम है तेरे बाप को मत सिखा चल बैठ तान्यो तान्यो नो 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 यस यतिको नताने त के यार यस 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 तान्यो 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 जम यार फट मैले होस्टे गरेँ ताने क्या हट ओइ 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 कुनामा पस्ने होइन क्या होस्टे हो र स्याजे हो र गोरु त कामै छैन रहेछ त बड़ा हरामी हो बेटा कुन पाखा पो हिँड्छ त यार के हो यार अलि तखा लाउनु पर्छ कि यसलाई कहिले कुना हिँड्छ कहिले छेउ हिँड्छ यार थट आमा इ कुन पाखा हिँड्छ यार ला 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 हिँड्न हिँड कुद तँलाई मैले दिनकै दिन्छ त 2-3 हजार अहिले अल्छी गर्छस् तेरो अल्छी पो गर्दो रहेछ यार ए फेरि 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 मान्दैन कहिले छेउ कहिले कहाँ अल्छी नगर है अल्छी नगर तान बस 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 गुड 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 कहिले छेउ कहिले कुना हिँड्न तेरो तँलाई भोलिदेखि पाल्नै छोडिदिन्छु तेरा पक 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 न पक यति मात्र चढ गुड 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 चढ बाबु चढ उकालो 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 यस चढ 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 खान्छ चढ बस हो यतिको चढेर तँलाई म पाल्छु यसलाई जोत्न नसकिने भयो गाइस ल मान्दैन क्या चढ्छ बे मेरो कान्छाले भनेको मान्छ मान्छ भयो कहिले छेउ कहिले टुप्पो कहिले छेउ कहिले टुप्पो गुड
होडा सल खस्यो अरे क्या सल खस्यो अरे क्या जाउँ के ल तिमी हिँडेर जाऊ अब यहाँबाट के एकछिन एकछिन पर्छ सक्छ कि हिँडेर जानु भने यहाँ फस्यो फस्यो क्या यही फस्यो त यार के हो तलबाट पछाडि हान्छ यार यसलाई त झरेरै लानुपर्ने भयो माथिपट्टि ढले है समाउला डर भयो कि हाल्न भन्ने डर भयो कि त्यही त एकछिन है यो तलपट्टि त यो टायर तल राख ए ल ल भयो A few moments later. तल्लोपट्टि लिएर अब अलि नफस्ने थियो कि यार बिस्तारै 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 तल्लोपट्टिबाट खाली छ क्या बाटो मिस्टर मङ्गलले दुःख पाए आफ्नै ढङ्गले जस्तै यहाँ लडेर ठ्याङ्ग गए यस्तो त छ बाटो आई 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 कहाँबाट हो चढ 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 घट त्यहाँ मासुलाई घोलेर रहेछ त्यहाँभित्र जुत्तो के रात म हिरो होला भनेर लिएर आएको मसला रहेछ ल यो जुत्तो त अब काम छैन होला होइन यस्तो भइसक्यो सिमेन्ट बालो घोलेर राखेको रहेछ त्यहाँ छेउपट्टिबाट आएको थिएँ
त्यहाँतिर पानी कहाँतिर छ या त्यो त्यहाँतिर होला खास गरी यहाँबाट सिधा त्यहाँ जोड्न बजेट भयो भने दामी हुन्थ्यो अलबाटै तर त्यही अनुसार खर्च पनि धेरै लाग्छ होला क्या यहाँबाट सिधा जोड्यो अन्त अब मुनिबाट खम्बु उठाउने कुरो होइन एकदम बलियो गरेर कसरी हुन्छ त्यो त नेपालको बजेटले अलिक सम्भावना छैन अघि मैले गाडीमा पठाइदिएको सामान कसले लग्यो अघि बोर्डमा सामान पठाएको यही गाडी भन्दा छ नि है त्यो कहाँ राखिदिउँ त यार किचिक्कै भयो कि यार ए हस् कति भयो दाजु हजुर राख्नु नि राख्नु ल हस् त धन्यवाद है दाइ त्यहाँसम्म बिचमा राख्न सक्छौ खै म ब्याग अगाडि राख्छु ठिकैसँग होला ड्यूसी गाँव में धमाधम थोड़ी तैयार ल गाउँ आइपुग्यो पोस्ट जाऊँगे हाल त किच्ची चोर्बे हाल पैसा लिनु के भनेको पैसा लिन्न भन्छ सामान पठाइदिएको यहाँ मेरो सामान हुन्छ त्यो फलफुलहरू सबैले पुग्छ होला भनेर उ गरेको भोलि त उ रहेछ त मलाई थाहै थिएन अरू भन्दै भने नि के को लागि भनेको पछि बिच बाटोमा आएपछि थाहा भएको त्यतिले पुग्छ होला भनेर उ गरेको तर अझै आयो कि हामी यार ल ल ल हेलो तिम्रो नाम के हो मिन्ता तेल मिन्ता मिन गामको त होला मिन बागम तेल मिन्ता ओके म चाहिँ गाउँ आइपुगेँ गाइज मेरै गाउँ है यस्तो छ गाउँ जस्तोले छाएको के गर्नु यस्तै छ गाउँघरको बाटो गाउँघर यस्तै छ है त्यस्तो दुःख मर्नु छैन अब जहाँ हुर्क्यो त्यही रमाइलो लाग्दो रहेछ क्या जे जस्तो पनि आज यति रमाइलो भएको छ कि मलाई जे होस् गाउँ आइपुगेपछि छुट्टै आनन्द आउँदो रहेछ क्या आयो के गरेर आज यो के अरे ल फेरि पल्टिन्छ तपाईँ यति गाह्रो कसम बाटोको हालत यति खत्तम मेरो त सब बाइक गर्ने ह्यान्डगार्डहरू नि सबै भाँच्यो क्या कामै छैन बाटो अझै बने छैन कति गाडी फस्ने ठाउँहरू अझै बने छैन रहेछ क्या अझै राम्रो भएको छैन बिस्तारै बन्छ होला तर यति धेरै बनेको छैन
जहाँ जहाँ फस्ला जस्तो छ त्यहाँ त्यहाँ प्राय नै बनेको छ क्या मलाई चाहिँ दामी लाग्यो जे जस्तो हो नि त्यति इम्प्रुभ हुनु नै राम्रो कुरा हो क्या मेरो गाउँ ए हो ट्याक मेरो घर त्यहाँ माथि छ है यो हाम्रो ठुलोबाबाको भैँसी गोठहरू होला हाम्रो त त्यहाँ पछाडि त्यो जेसिबी पछाडि छ यति इन्जोय लाग्यो ऊ त त्यहाँ माथिको डाँडो घुम्न जानु मन लागिरहेको छ कि मलाई अब रोडको हालत यस्तो छ के घुम्नु जानु म कहीँ जान्न म त तर्सिरहेको म त तल अब सोधी बजारदेखि अब म त्यहाँ गाडी पर्खिन्छु गाडीमा आउँछु मलाई त डर लाग्यो आजको रोडहरू हेर्दा यस्तो चालले ए नगाला कोला चिच्याप राभा टिभे नगाला कोला साग खुले ओ अघि दर्शन छेउमा टिभे ओ के अजमाई गइले के कोकमा किन्दै खाँदैन कोकमा जाउ लिएर कोक लिएर आऊ भने पैसा मैं क्याब पिल्ला भानु खुल्ला अरे ठेम दिएर के निमाम ना अरे निमाम ना दा छामेन दे न 2-3 वर्ष जस्तो तो हटे हाम्रो बुझ्यो अहिले सम्म एकदम के भन्छ ओके अजिमा ब्ल्याक कलर को ल्याऊ ब्ल्याक प्लेट यो हाम्रो घर यहाँबाट सोरुमहरुको छ सोरुम छ हाम्रो घरमा यो हाम्रो गाउँ गाइस आन्दला सबैजना हेर्ने खै म खान्छु त्यसो भए त्यहाँ देखाएको होला त डेट गएको नगएको यहाँको कोको डेट भएको एउटा पनि छैन के सबै डेट यस्तै भएको यही हाल्नु न पेटी आदि छ यही पेटी ग्रोस यही छ भान्सा त के गरेको थियो यस्तो कहाँ गएर आउनुभयो ल हाम्रो मम्मी बारी खन्न जानु अरे यस्तो छ तर भान्सा राम्रो बनाएछ त अहिले हेलो ल सुबह ल ओके गाइज ल आजलाई चाहिँ यति नै है म यति थकै लागिरहेको छु यति थकै लागिरहेको छु है आमामामा कुरै छोडौँ के त्यही लड्दै लड्दै यहाँसम्म आएको छु होइन यो जाउँ हो कि गाउँ हो यो ए यसलाई त जाउँ कस्तोले जाउँ भन्छ कि यार यो त गाउँ होला हौ यो त के हो यो जाउँ हो कि गाउँ हो यो सबै सेमै रहेछ खै के हो ए साँच्ची केराउ छोडेर खान्छु ए यहीँ कोही मान्छेले त देखे होइन नि चोर पस्यो गर्दाखेरि
कहाँतिर छ कि यार केराउ यहाँ कुनातिर रहेछ गाइज केराउ चोर बड़ा हरामी हो बेटा दिनमै केराउ चोरेर खाने ए त्यहाँतिर छ जस्तो लाग्यो क्या थुप्रै यहाँभित्र बसेर यहाँभित्र बसेर खाएपछि कसैले देख्दैन यत्रो फेरि केराउ समझ रहे हो ना यहाँनिर यो सब केराउ हो यहाँ त कसैले देख्दैन रहेछ ए भाइ मारा मुछे माडो यत्रो फेरि केराउ छ क्या ल केराउ चोरेर खान्छ गाएपछि केराउ लुगी लुगी खाइरहेको छ कसैले देख्यो भन्यो आमामा यो त केराउ चोर्न पो आएछ भन्दा हाम्रो फुपू होइन यार अरूकै हो म त निस्केको त मार्छ फेरि ओ भाइ ल मेरो मिसन पनि सक्सेस भयो आज यति नै हो गाइस ल सबैजनालाई लभ यु है सकेसम्म सबैले सब्सक्राइब गरेर साथ दिनु होला भन्दै आजको भ्लगलाई चाहिँ यही हिन्ड गर्दछु बाई